सबैजना नमस्ते हैन। आज चाहिँ म यो सिभिल हस्पिटल आएको हैन, काम थियो। सो सिभिल हस्पिटल आएको छु हैन, अनि त्यही भएर चाहिँ सानो भ्लग बनाउँ भनेर भनेको। सबैजनाले हेर्दिनु होला, माया गरिदिनु होला हैन। त्यही हो त हैन। यो खगा टेस्ट गर्न आएको, यहाँ के यताउता इक्विपमेन्ट छैन भनेर यता ठिमी साइड पठाइदिनु लाग्छ हैन। नेपालको हस्पिटलमा खासमा भन्नुपर्दाखेरि केही नै छैन। डक्टर छन् हैन, डक्टर बिल्डिङ छ, त्यही हो खासमा। अरू यहाँ केही छैन। बनाइदिइहाले चाइना ल्याएर यत्रो हस्पिटल, जे मन लाग्यो त्यही भन्दै नि भयो, जे गरेर गर्दै नि भयो हैन। हाल छैन नि। कलारी आइसक्यो। क्षयरोग नियन्त्रण केन्द्र ठिमी भक्तपुर रे हैन। हस्पिटल चाहिँ यहाँ सरकारी है। एउटा मास्क शुद्ध नि दिँदैन भने भित्र जाँदाखेरि चाहिँ मास्क लगाएर जानुपर्छ अरे, अनि मास्क चाहिँ किनेर आइज अरे। हाम्रो सरकार यस्तो त छ, एउटा मास्क पनि दिँदैन यार। त्यही हो होइन। किन टक्क लाएर हस्पिटल आउनुपर्छ होइन। सरकारी कुनै निकायमा जानु पऱ्यो भने हातमा चाहिँ पैसा चाहिँ बोक्नै पऱ्यो क्या। पैसा छ काम भन्छ, पैसा छैन केही नि भन्दैन। एनी हाउ पैसा चाहियो। पैसा यस्तो छ है। अब हामीलाई सायद मास्क त लाएर गएको होइन, फर्काइन्छ कि के गर्छ हेरौँ। भित्रको काम पनि सक्यो होइन। अब निस्किन लाग्यो। अब चाहिँ घरतिर लाग्नुपर्ने अवस्था हुन्छ होइन।